गाडीहरुमा चाहिँ गाडीबाट झरेर पानी परेछ नि त कस्तो राम्रो अनि त्यही भएर यस्तो लाएर हिँड्दैछु गाडीबाट झरेर टक्क लाएर पानीमा गाडी चाहिँ मलाई त्यहाँनिर छोड्यो अनि म चाहिँ हिँड्दै जान्छु रुममा नजिकै छ यहाँबाट त्यही भएर हिँड्दै जान्छु यहाँ जेब्रा क्रसिङ रहेछ गाडीले क्रसिङ छ उता गाडी आइरहेको छ त्यहाँ चाहिँ आउँछ के साह्रो पो आइरहेको हो गाडीहरू त्यहाँ चाहिँ कस्तो राम्रो घर छ त्यहाँ टिङ्के गरिरहेछ मलाई त यिनीहरूले जानै दिँदैन रहेछन् त चाहिँ यस्तो छ म चाहिँ खास गरी त्यहाँबाट घुमेर जानुपर्छ क्या गएपछि न त्यही भएर म चाहिँ यताबाट जान्छु होस् उता घुम्नुभन्दा म चाहिँ यतैबाट जान्छु उता माथि चाहिँ ब्रिज छ अनि यता चाहिँ रोड भइहाल्यो यो चाहिँ म भइहालेँ चाहिँ हिँड्दैछु कस्तोसँग ड्युटीबाट अहिले उता घुमेर जानुभन्दा बरु उतासम्म ल्याइदियो बाजेले चाचाले अनि म चाहिँ हिँड्दै जान्छु रुममा अझै कस्तो ठुलो ब्रिज छ माथिसम्म आकाशे फुल गरे क्या छ अनि यता चाहिँ घर छ यो चाहिँ लास्टै मनपर्छ यो घर चाहिँ ट्याक्क लगाएर सिसाको बनेको छ यहाँ चाहिँ अर्को प्रोजेक्ट सुरु हुन लाग्यो हुनसक्छ सायद त्यही यहाँ चाहिँ बनाउँदैछ त्यही हो उस्तै हो परदेशी लाइफ कहिले कता कहिले के अनि म चाहिँ ड्युटी हिँड्या गरेँ तर म चाहिँ पुरा आउटडेटेसमा छु नि त त्यस्तो ड्युटीबाट आए जस्तो पनि होइन क्या घुम्न घर आए जस्तो हो त्यही अहिले चाहिँ पानी सुकिसक्यो बराइनमा पानी परिरहेछ आज भोलि पर्सि पानी पर्छ अरे तर म चाहिँ हिँड्दैछु साथीहरू म चाहिँ प्रायः धेरै जस्तो भ्लग चाहिँ बनाउनु मन लाग्छ कि अनि त्यस्तो बनाउँदिनँ त्यही भएर उता मान्छेले मलाई टक्क सिसा खोलेर हेर्दैछ यो चाहिँ यस्तो छ यस्तो घर छ त्यो चाहिँ टावर भइहाल्यो अनि त्यस्तो यहाँ चाहिँ घर बन्दैछ अनि म चाहिँ हिँड्दैछु हस्याङ गर्दै अनि यहाँ चाहिँ गार रहेछ यस्तै एउटा घर बनाएर टक्क यसरी कार राख्ने दिन चाहिँ कहिले आउँछ होला हौ यत्रो तिनवटा नभए पनि एउटा कार राख्ने दिन चाहिँ कहिले आउँछ होला हौ धेरै भइसक्यो तर भिडियोहरू चाहिँ बनाएको छैन त्यही भएर आज चाहिँ बनाएको हिँड्दैछु म यस्तो पारामा छु के त्यहाँ पारिबाट एउटा कार पनि आइरहेछ मलाई चाहिँ कस्तो पागललाई चाहिँ अनि सोचे होला क्या एक्लै बोल्दै मोबाइलमातिर सोच्दै होला तर म चाहिँ बोल्छु केही छैन हर्न बजाउँदैछ कस्तो राम्रो त्यो चाहिँ कस्तो राम्रो घाम देखिरहेछ क्या कस्तो दामी छ नि यस्तो गरेर खिच्यो भने दामी देखिन्छ र यो चाहिँ समुद्रमा हुनुपर्ने हो तर यहाँ रहेछ यस्तोमा चढ्नु चाहिँ साह्रै ठुलो धोको छ एक दिन चढ्छु सायद यहाँ चाहिँ कुर्सी रहेछ यो चाहिँ खालेकोलाई के गरेको नि कुर्सी रहेछ
त्यहाँ चाहिँ त्यस्तो छ इँटाहरू छ के हो नि थाहा छैन त्यहाँ दमकल छ त्यही यत्तिकै हिँड्दैछु त्यताबाट गाडी पनि आइरहेछ अनि अब यो रुख चाहिँ के को रुख पहिला काफलको रुख जस्तै लाग्दै थियो हामीलाई होइन रहेछ चाहिँ कहाँ काफल हुनु है अझै मान्छेहरू रहेछन् सायद के रहेछ कुनै यहाँ चाहिँ स्विच गोलो यो चाहिँ काफलको रुख जस्तै छ कि कारहरू चाहिँ कति साह्रो हो यता पार्किङ यता पार्किङ अनि चाहिँ काफलको रुख जस्तै छ खासै राम्रो नै देखिरहेन मेरो मोबाइलले त अन्त यस्तो देखाइ चाहिँ राम्रो देखिन्छ त हो छेउ माथि यस्तो छ कालो बादल यस्तो बादल लाग्छ कि यहाँ पनि यहाँ चाहिँ रातिमा चाहिँ बत्तीहरू बलिराखेका हुन्छन् यो बत्तीहरू अहिले दिउँसो भएर यो चाहिँ के हो कुन्नी यस्तो लेखिराखेको क्या हिँड्दैछु बाटोमातिर यस्तो गरेर कस्तो राम्रो फुल लैजाऊ यहाँनिर चाहिँ बन्द मार्छ होला गाडी पनि आयो फुल जाँदिन टिप्न को जान्छ अहिले हिँड्नु परेको बेलामा यहाँ चाहिँ यस्तो बाटो छ म चाहिँ हिँड्छु तुई लाएर मलाई कसैको शरम पनि छैन डर पनि छैन टुई के हुन्छ यस्तो दामी छ यस्तो गरेर हिँड्नुपर्छ क्या पुरा मान्छेले चाहिँ हेर्दैछ मलाई ब्लग बनाएको देखेर पनि होला मेरो मोबाइल चाहिँ अलि छ गाडी आयो
छु आज चाहिँ म युट्युबमा हाल्छु 1 वर्षपछि टक्क लाएर त्यहाँ चाहिँ त्यस्तो छ त्यो कस्तो राम्रो लाग्छ हो मलाई यो घर चाहिँ धेरैचोटि देखे पनि छु यो घरलाई यसो गाउँघरको जस्तो छ क्या इँटाको बनेको तर पनि राम्रो देखिरहेछ यहाँ चाहिँ पछाडि अगाडि चाहिँ कुखुराको फर्म रहेछ कि क्या हो जस्तै गनाइरहेछ यस्तो पारामा हिँड्दैछु म पारा त यस्तै हो तर अगाडि चाहिँ जस्तै चराको गु बनाइरहेछ सायद कुखुरा फार्म नै छ होला चाहिँ कस्तो राम्रो छ पछाडिहरू कस्तो खालको गाडी आइरहेछ है टुई गरेर टुट पारेर हर्न बजायो मलाई डर लाग्यो अझै हिँड्छु के पत्ता नि म भिडियो बनाउँछु मलाई के मतलब होइन बनाउने मान्छे हो यो चाहिँ अर्को बाटोबाट आउँछ त्यहीँ अगाडि एकै ठाउँ जस्तै बाटो हो यता पनि बाटो छ तर गाडी पनि आइरहेछ मलाई चाहिँ डर लाग्छ क्या गाडीको त्यही भएर चाहिँ गाउँकै बाटोमाथि हिँड्दैछु म त्यहाँ छ त्यस्तो चाहिँ यहाँ पनि छ भित्र चाहिँ के पाउँदो रहेछ हौ सायद भान्टाहरू पाउँदो रहेछ भित्र भान्टाहरू पाउँदो रहेछ यो भित्र जान दिन्छ के गर्छ जान दियो भने त जान्छु नि म भित्र यस्तो दामी छ इसके अंदर क्या क्या है इसके अंदर जा सकता है इसके अंदर जा सकता है यसको भित्र चाहिँ जान्छु त मान्छेलाई सोधिहालेँ मैले यसको भित्र जान मिल्छ भनेर यहाँ चाहिँ तरकारीहरू पाउँछ कि जस्तो लागिरहेछ पाउँछ होला सायद तरकारीहरू छ भित्र गोबीहरू यसो देखिरहेको छु सायद यहाँ चाहिँ ड्युटीबाट आउँदा आउँदै बाटोमा आइसकेँ तर यहाँ चाहिँ यत्रो ठुलो ताला लगाइरहेको छ यहाँ चाहिँ यत्रो ठुलो ताला लगाइरहेको छ जानु चाहिँ नमिल्ने रहेछ कि क्या हो ए लौकाहरू कत्रो साह्रो पो छ त नि उही जान नमिल्ने रहेछ अंदर आ नहीं सकता है क्या पारी मान्छे छ चाहिँ खोल्दैन रहेछ कि क्या हो जान्छु म चाहिँ भित्र जानु मिल्ने भए चाहिँ जान्छु भन्ने सोचिरहेको थिएँ तर के छ हेर्नुहुन्थ्यो भनेर इसके अंदर क्या क्या मिलता है सब कुछ मिलता है
क्या क्या भाजी भी मिलता है? मिलता है, ये तो ओपन नहीं है ना? आदमी है अंदर। हाँ आदमी है। Not open? Oh, okay. सामान मिलेगा? हाँ? सामान है वहाँ पे। ए लौका चाहिँ पाउँदो रहेछ यस्तो राम्रो एक्लै भए पनि आइसके ए नफर भी बंगाली भी फी इधर यस्तो राम्रो छ यस्तो सब्जी आओ कति राम्रो हौ भाजी किधर है म चाहिँ त्यो भित्र गएर पनि बाहिर निस्किसके त्यहाँ चाहिँ सेल गर्दैन रहेछ खानेकुराहरू सब्जीहरू त्यही भएर तर भित्र गए एकछिन हेरेर आएँ फट्टाइ हो म त फेरि यहाँ चाहिँ पाउँदो रहेछ तर यहीँबाट चाहिँ भित्रबाट चाहिँ सेल नगर्दो रहेछ त्यही भएर यहाँ पनि रहेछ मकै पनि रहेछ भित्र चाहिँ मलाई चाहिँ देखाएको थियो होला सायद अहिले भिडियोमा देखेँ भने चाहिँ भन्छु म मकैहरू रहेछ यस्तो हरियो है हरियो देखेपछि म त फेरि हुरुक्कै पत्ता नि हौ यहाँ पनि यस्तै सायद उनै पाइन्छ होला कार पनि रहेछ मुश्किल है थोड़ा लंबा चाहिए बाटो This is not good. म चाहिँ हिँड्दैछु नेपालमा आशिका तामाङले उ गर्थिए यहाँ पनि यस्तै हो जता भावी सरमै छैन यस्तो छ हिँड्दैछु म चाहिँ बाटोतिर ठिकै छ अझै पुग्नु बाँकी नै छ तर म चाहिँ हिँड्दैछु हेर्दै गर्नुहोला साथीहरू तपाईँहरू चाहिँ कति साह्रो हुन्छ क्या चाहिँ घर बन्दैछ होला कत्रो ठुलो मार्केट सायद केटा मान्छेहरूलाई भित्र चाहिँ स्विमिङ छ सायद भन्छन् तर मलाई चाहिँ थाहा छैन है के छ
अझै राम्रो छ जे भए पनि। राम्रो छ भिडियो यस्तो छ चाहिँ हिँड्छु बाटोमा चाहिँ बाइकहरू हिँडिरहेछन्। अनि जिस्काउने मान्छेहरू चाहिँ मान्छे दौडिरहेछ यस्तो गरेर रनिङ गरिरहेछ। यस्तो छ एक्लै बाटो हिँड्दै। यो घर चाहिँ हामी आउँदाखेरि यस्तै बनाएको थियो क्या, यस्तै बनाएको थियो। अहिले त घर नि रेडी बनाइसकेछ यो वाला चाहिँ। यो वाला चाहिँ यस्तो छ। त यो भित्र सायद फुटबल खेल्छ होला। दामी बनाएको छ यो घर। कति छिटो बनाएर यस्तो बनाइसक्यो। कलर पनि एउटै कलरको क्या दामी छ हौ। घर नि सायद त्योभित्र अफिसहरू मार्केट खोल्छ होला। रेन्टमा हाल्दो रहेछ यस्तो घर बनाउँदै। यहाँ त रेन्टमा हाल्दै पैसाहरू यत्तिकै कमाउँछ। फर सेल यो गाडी चाहिँ सेल गर्नुलाई राखिरहेको रहेछ। सायदै भित्रकोले होला सेल गर्नुलाई नि गाडीहरू राखेको। यसरी पानी हाली बचाउँछन् घाँसहरूलाई। यस्तो यो घर पनि यस्तो बनाइसक्यो। केही थिएन यहाँनिर त यति बारेको मात्रै थियो हामी आउँदाखेरि। अहिले त यत्रो बनाइसक्यो। कति छिटो हाल्छ हो यहाँ त घरहरू। चाहिँ पुग्नु लागेछु। टाइम छ माथि मलाई। यो गाडी चाहिँ साह्रै मुस्किलो हो। कहाँबाट हिँडेर आएको म। त्यहाँनिर कति दामी छ हो यो चाहिँ हो। नर्सरी त्यो भित्र चाहिँ हजारीको फुलहरू सबै फुलहरू पाइन्छन् के। नेपालमा पाउने जति सबै फुल पाइन्छन्।
नपाउने पाउने सब पाइन्छ त्यहाँ चाहिँ त्योभित्र उता चाहिँ यो चाहिँ ज्यान भयो मलाई चाहिँ यस्तो गाडी बाटो गाड्दाखेरि त डर लाग्दैन माछा राख्ने तर लास्टिङ गनाउँछ फुलहरूलाई अझै गनाएर यस्तो भइरहेको छ कम्पनीको बेकरी हो बेकरी चाहिँ बेकरी तर बस चाहिँ एउटै तर फरक फरक बेकरी हो के गाडीहरू यस्तै हुन्छन् हिँड्दा 4 बज्न लागिसक्यो तर गाडीमा आएको भए सायद म पुग्दैन थियो पनि होला अहिलेसम्म म पुगिसकेँ यहाँ चाहिँ यस्तो राम्रो राम्रो फुलहरू छ फुलहरू छ नेसनल डे आउँदैछ नि त त्यही भएर यसरी राखिरहेछ फुलहरू बाहिरतिर बेच्नुलाई खुर्सानीको बोट पनि छ ब्रुम पनि पुग्नु लागिसक्यो अब तर मेरो जुत्ता चाहिँ च्याप्ट्यो होला हौ यस्तो वारा राख्दैछु चाहिँ भेडा बाख्रा पाइन्छ के यो भित्र म चाहिँ गएको छैन सायद जान्छु होला एकचोटि जान्छु हेर्नुलाई अहिले चाहिँ मलाई गाह्रो भइरहेछ रुममा जान्छु पहिला त्यसपछि हेर्छु यस्तो हो त्यहाँ चाहिँ बाख्राको खोर पाइन्छ कुकुर रहेछ त्यहाँनिर चाहिँ बाख्राको खोर बाख्रा हेर्छन् मान्छेहरूले गाह्रो छ बाटो यस्तो फोहोर छ उता पानी परेको थियो नि रिफामा अनि फेरि यहीँनिर पानी परे होइन क्या यसै छनादो यहाँनिर चाहिँ पानी परे होइन
उता चाहिँ कस्तो ठुलो ठुलो पानी परिरहेछ मैले भिडियो पनि बनाइरहेको छु रुम पुग्नु पनि लागिसक्यो यस्तो छ यहाँ चाहिँ बाटो यस्तो धुलै धुलो गरे यति मात्रै लगा छ त्यता पनि धुलो छ उताबाट नि कतैबाट आउने बाटो होला सायद यो चाहिँ मेन भयो यहाँको चाहिँ मेन तर त्यहाँ चाहिँ उताबाट आउने भने त्यस्तै खल्टङ खुल्टुङ छ पनि यस्तै छ कस्तो कालो कालो गाडी रहेछ यहाँनिर चाहिँ अब रुम पुग्न मन लागिसक्यो यो चाहिँ हाम्रो रुम यो चाहिँ यही घर हो त्यो चाहिँ मेरो रुम हो यस्तै छ यिनीहरू चाहिँ साइकलमा जाँदो रहेछ यताबाट चाहिँ मार्केट जाने बाटो चाहिँ हाम्रो रुममा पुगिसके